के ठान्छस् मुजी तैँले आफूलाई बेलुन? त मुजी छोरा मान्छे होस् भने मुजी मर्दाको छोरो होस् भने हालेको स्ट्याटस किन डिलिट गरेको मुजी? ए बालेन बेलुन मुजी बाउलाई सिके ए बेलुन कि के हो म्यानिपुलेसन हो कि के हो? राम्रोसँग भन ल, अलि क्लियर भन मुजी। तैँले साँच्चै मुजी फक एभ्रीबडी भनेर भने हो भने मुजी स्ट्याटस डिलिट त हुन नपर्ने हो। हाल्ने बित्तिकै डिलिट भइसकेछ सर है। तपाईँको के खालको राष्ट्रभक्ति हो यो मुजी? के खालको मुजी स्टेटमेन्ट हो? बुझेनौँ हामीले है। अलिक क्लियर गरिदिनुहोस् ल बेलुन सर है। तपाईँ लौडा लसुन जस्तो नहुनुहोस् त सर मुजी। रक्सी खाइसकेपछि बालिन शाहलाई सोसियल मिडिया चलाउन दिनु पाएन के? अब सोसियल मिडिया मात्र होइन, उस्तै परे मोबाइल नै लुकाएर राख्नु पर्यो बालिन शाहको वरिपरि हिँड्ने मान्छेहरू के गर्दैछन् हौ? किन यस्तो स्ट्याटस हान्न लगाइदिन्छन्? कि त उनीहरूले नै उस्काउँछन् बालिन शाह यस्तो स्ट्याटस हान, यस्तो हान्यो भने यस्तो हुन्छ भनेर पिआर टिमै त्यसरी काम गरिरहेको छ के? यसरी अननेसेसरी पोस्ट हाल्दाखेरि आफ्नो क्रेज कति डाउन हुन्छ, कति के हुन्छ, मान्छेहरूमा विद्रोहको भावना कति सृजना हुन्छ भन्ने कुरा बुझेछन् कि छैनन् बालिन शाहले? यसै त नेपाल अहिले यस्तो विद्रोहको सङ्कटमा छ। यो सङ्कटमा कसरी चाहिँ कन्ट्रोल गर्ने, कसरी चाहिँ संयम बनाउने भन्ने नसोचेर यसरी विद्रोहको भावना सृजना गराउनु कतिको उचित हुन्छ? देशको एउटा रेस्पोन्सिबल व्यक्ति भइसकेपछि यतिको गर्नु चाहिँ जायज छैन जहाँसम्म मलाई लाग्छ। यति ठुलो क्रेज थियो, यो अन्तरिम सरकारभन्दा प्रधानमन्त्री नै बन्ने क्रेज थियो, अहिले कति डाउन भइरहेको छ। यो सबै यस्तै स्ट्याटसले जनताको कुरा नसुनिदिने, मिडियामा आएर नबोलिदिने, आफ्नो कुरा नराखिदिने, यस्तै कुराले हो अहिले क्रेज डाउन भएको। उस्तै पऱ्यो अर्को पालि काठमाडौँको मेयर पनि जित्न गाह्रो छ। छि बालेन डाम्नको बालेन राक्षस भन्छन् क्यारे? अझ लुसिफर होइन, राक्षसको ट्विट हेर न। ट्विट भन्दा नि पोस्ट गरी जाँड खायो होला झ्याम्म पोस्ट हाने रहेछ मातेर केटोले। पोस्ट हानिसकेपछि गालीको वर्षा हुन थालेपछि हत्त नपर्दा डिलिट गरेर मरेछ। यस्ता हाउडेको, यस्तो गजेडिएका पछि, यस्ता जडियाएका पछि लागेर नेपाल ध्वस्त बनाए युवाहरूले। अझ हाय गर्छन्। अनि यस्तो मान्छेले यदि देश चलाएको थियो भने अहिले देश के हुन्छ, के हुन्थ्यो होला यदि प्रधानमन्त्री भए? अनि यस्ता गजेडिएका तुलनामा त त्यो धरानका हर्क कति राम्रा। देशका लागि रोए। देशप्रेमी नेता तिनी हुन् जो अझै पनि दुःख गर्दैछ। हेर बालेन भाइ, तिम्रो भविष्य राम्रो छ। हेर राजनीति भविष्य राम्रो छ है। यो गाँजा साँझा यो मदिरा सदिरा खाएर हेर यो यस्तो इज्जत प्रतिष्ठालाई त मैले पनि हेर लामो समय मैले मदिरा खाएको है। 2 वर्ष भयो मैले छोडेको होइन। पहिला मेरो यस्तो इज्जतको फालुदा हुन्थ्यो है। पैसाको बर्बाद, हेल्थको बर्बाद है। तपाईँको जडे आयो भन्थे मलाई कति गाली गर्थे, घरकाले मलाई गाली गर्थे, परिवारले गाली गर्थे, श्रीमतीले छोडेर गई यार, कहाँ गई, विदेशतिर गई है, कोही कता छन् सबैले यो जडे आयो भन्थे। हिजो आज 2 वर्ष भयो मैले जाँड छोडेर सबलाई अहिले थर्काउन सक्ने भएको छु, बिकटक दिन सक्ने भएको छु। त्यसैले हेर यो रक्सी खाएर फुर्ती देखाएर हुँदैन कि, यो गाँजा खाएर फुर्ती देखाएर हुँदैन। यो सबैले ट्यापे भनेको सुन्दा मलाई पनि राम्रो लागेन। यत्रो हाम्रो यार जेनजी आन्दोलनले यत्रो विश्वास गरेको एउटा यस्तो देशको भनार युवा यार के यो अब चेन्ज गर। अब एक्चुअली रिहाब सेन्टरमा गएर करिब 1 महिना जति रिहाब सेन्टरमा जाने है। अनि त्यसपछि बालेन बाबु अनि रिहाब सेन्टरमा जाऊ है। अनि त्यसपछि विपස්සना छ, रिहाब सेन्टरमा गएर परिशुद्ध हुने, क्लिन हुने, मिस्टर क्लिन हुने। त्यसपछि चट्ट त्यहाँ बुढा निखिलतिर रूपज्योतिजीले कता एउटा विपස්සना सेन्टर खोल्नु भएको छ अरे है। म त उता लुम्बिनीकोमा गएको हो पहिला है, तर यहाँको चाहिँ म चाहिँ गएको छैन। मलाई पनि जानु मन छ, नभए सँगै जाउँ। बोल्न चाहिँ पाइन्न, फेरि त्यहाँ गएर मौन बस्नुपर्छ, विपස්සना गर्ने टक्क होइन। 1 महिना मतलब 3 महिनाको रिहाब सेन्टरमा अनि 1 महिनाको विपස්සना बास। त्यसपछि त्यहाँबाट अनि पोलिटिक्समा आएपछि बालेनले तपाईँको प्रत्यक्ष कार्यकारी राष्ट्रपति जित्ने। तर यो भएन, यो गाँजा साँझा खाएर रक्सी खाएर यार मैले त छोडेँ यार। म त्यस्तो मलाई यहाँ कसैले जित्दैन थियो खानामा। म जस्तो जडियाले त छोडेर यार यहाँ चाहिँ तपाईँको चाहिँ बिकटक दिइरहेको छु। तपाईँ काठमाडौँको मेयर भएर यार भएन यार। यो जडियाले तपाईँलाई गिजाउने स्थिति हो, तपाईँको औकात त्यो हो। एउटा यस्तो नामो जडिया होइन ले चाहिँ तपाईँलाई दुधकारले चाहिँ तपाईँलाई हो। एक जडियाले अहिले ट्यापेहरूले पनि तपाईँलाई गाली गरिरहेको छ यार। ह्याट तेरिका के गरेको यस्तो भएन।